अनि भाइ गर्लफ्रेन्ड छ कि छैन? छैन, बुढी चाहिँ घरमा छ। हामी चाहिँ बिउ गोठालो 4 जना भइसक्यौँ। भर्खर हिँडेको हामी 3 जना हिँडेको, तर बाबा र मम्मी चाहिँ गइसक्नु भयो। म चाहिँ अहिले भर्खर जाँदैछु। भर्खर उठेको नि त 5-6 बजिसक्यो। फेरि बाबा र मम्मीले तर थर्काएको छ होला। म चाहिँ भर्खर जाँदैछु। म चाहिँ छिटो जानुपर्ने हुन्छ। बाबा र मम्मी चाहिँ अघि नै गइसक्नु भयो। 6-5 भइसक्यो। बाबा र मम्मी त 5-9 बजी हिँड्नु भएको नि त, त्यही भएर मलाई गाली गर्छ होला गाइस। पछाडि घाम आइरहेको छ हल्का, भ्यू देखिने यहाँबाट यति नै हो। म चाहिँ छिटो हिँडेर जानुपर्ने हुन्छ, नत्र गाली खान्छु। त्यही भएर म माथि नै पुगेर अलिअलि भिडियो बनाउँछु गाइस। अहिलेलाई चाहिँ तता मैले चाहिँ जाँदै छेमालाई भेटेँ। तल आउँदै हुनुहुन्छ तल। अनि अलिकति भनी हुन्छ नि त, यतिखेर म मात्र होइन रहेछ काममा जाने, अरू पनि छन् भनेर बाउ र आमालाई कति ढिलो आएको भनौँ भने। म मात्र होइन रहेछ नि त, अरू पनि यतिखेर काममा आउँदो रहेछ भनेर भन्न त मिल्छ नि, होइन कुरो। अनि म चाहिँ उकालो चढ्दैछु। तल हल्का भिड देखिहाल्नु होला, त्यस्तै भिडको बाटो छ हाम्रो चाहिँ। अनि म चाहिँ अझै हिँड्नुपर्छ 20 मिनट धेरै माथि छ नि त। अनि माथिबाट हाम्रो तल गाउँ पनि देखिन्छ, त्यो पनि देखाउँछु। अनि टक्कसँगले म चाहिँ गर्मीले पसिना निस्किसक्यो। बडे उकालो छ नि त, उकालै मात्र चढ्नु पर्ने हुन्छ। अनि तता अहिलेलाई चाहिँ म भिडियो एडिट गर्छु। माथि चाहिँ माथि पुगेर फेरि बनाउँछु। फाइनली गाइस म चाहिँ बिउ खेल्ने ठाउँमा आइपुग्न आँट्यो। हल्का पछाडि भ्यू पनि देखिरहेछ। यता यस्तो घाम लागिरहेछ यता चाहिँ, अनि यता पनि देखिन्छ। यता चाहिँ हिमाल गाइस पर्छ, यता चाहिँ तल घाटबारीतिर देखिने ठाउँ हो। अनि अब चाहिँ म टक्कसँगले पुग्ने बेलामा भिडियो बनाउँछु। मम्मी र बाबाले के भन्नु हुँदो रहेछ, म क्यामेरा भिडियो नगरेको जस्तो गरेर पछाडि फर्केर टक्कसँगले उनीहरूलाई मात्र क्यामेरा चाहिँ लगाएर म भिडियो बनाउँछु। म ढिलो आएँ नि त, यत्रो घाम लागिसक्यो। अनि के भन्नु हुँदो रहेछ हेरौँ है त। फेरि अब यसरी भिडियो गरे जस्तो गर्दा त मलाई त ढुङ्गाले हान्न मिल्दैन, त्यही भएर थाहा नभए जस्तो गरेर भिडियो बनाउँछु। के भन्नु हुँदो रहेछ। यता मकै बारी सिधै परेको हाम्रो चाहिँ अलिक मासतिर। अनि म चाहिँ अब आइपुग्न आँटेँ। अनि मम्मी र बाबाले के भन्नु हुँदो रहेछ। मम्मी र बाबा चाहिँ पर हुनुहुन्छ, पर देख्न सक्नुहुन्छ। म चाहिँ भिडियो बनाउँछु गएर उतै। मम्मी बाबा आएको ठाउँमा आइपुगिसकेँ गाइस। म भिडियो बनाउँछु उल्टो पारेर। लुक गाइस, मम्मीले चाहिँ मलाई
अलिअलि भने गाली गरिसक्नुभयो बाबाले चाहिँ के भन्नु भएन रिसले होला अनि म चाहिँ यहाँ पानी खान आएको छु बोतलमा ल्याएको छ नि त अस्ति अनि मम्मी र बाबा चाहिँ ऊ तल हुनुहुन्छ नदेखिँदो रहेछ क्यामेरामा अनि म चाहिँ अब पानी खाएर गएर काम सुरु गर्छु हल्का भिडियो पनि बनाउँछु होला बिउ खेलेको अहिलेलाई चाहिँ टाटा माछा बिउ दिएला होला हाम्रो सिद्ध र सिद्धि Buka kita kan ganti gitu. Ya kayu. Sampai lapis nang sama seperti ini semua. Ya. Pisi testing. Kimakayan tadi yung dito din, perfecto din. Oh, chapkan. Buntelan masuk berisi. Mencari pitulan, mencari cuma dito din. Ini belat deh. Ini. Tahu juga memiliki ini abu asal ini pemenjam dia lumayan ni. Ada pamakai si uksel ni sel girl nung tadi. Na amsip kami sa sisong sedite. Mun ka jiji sa diukan ta kemikin abolam masom din po. 엄청 감도염도 감도 대세 이렇게 오프 방식 도염도 이거 베리 코르마 아사니 이거 보면 급가에 오프 빅데 이거 좋다 Ilong di siya na-phone mayupsak eh. 본자됩니다. 본자됨.
हेलो गाइज अब चाहिँ जानुपर्ने हुन्छ मम्मी दाथी बाउ मस्तो हालत भइसक्यो भ्यू खेल्दा टक्कसँग भ्यू उता अनि हाम्रो गाउँ चाहिँ ऊ तल सानो देखिरहेछ तल डाँडा त्यहाँ जानुपर्ने अब चाहिँ हाम्रो मम्मी चाहिँ पुरा भिडियो गरेको देखेर हाँस्दै हुनुहुन्छ यता टक्कै हिमाल यता हाम्रो भ्यूबारी अब जानुपर्ने हुन्छ हामी तल अब म भारी बोकेर हिँड्न आँटेको ए हामी अब म चाहिँ घर हिँडेको ओइ थोरै त बाँकी थियो त्यति कसले खानु कसले हेर्नु चाहिँ यो भ्यू बारीबाट ऊ तल त्यो डाँडा भएको त्यहाँ पुग्नु पर्ने अब भ्यूको भारीसँग म चाहिँ हिँडिसकेँ यहाँबाट बाउ र मम्मी चाहिँ बिस्तारै आउनुहुन्छ गएर म चाहिँ खाना बनाउनु पर्ने आया आया ठोक्यो अस्तितिर मैले उखेलेको यता चाहिँ भ्यू यो मकै अनि आया अब चिफिलीले गरेर जानुपर्ने हुन्छ म यो झार क्या यो झार कस्तो राम्रो देखिन्छ यो झार कस्तो खतरा लागेर पलाइरहेछ तल कहिले पुग्नु म जाँदैछु म अब तलसम्म तल पुगेर खाना बनाउनु पर्ने छ हिँड्न नसक्नेलाई त 1 घन्टा नै लाग्छ यता टक्कै हिमाल पनि देखिन्छ हल्का भ्यू यो हाम्रो सुट्टीको 2टा गम्बुट मेरो यहाँ लगाइरहेको छु मेरो चाहिँ हिजो भर्खर आइपुगेको हिजो अस्ति भाइहरूसँग ल्याइदेऊ है भनेर पैसा पठाएको थिएँ अनि हिजो भर्खर ल्याइदिएको थिएँ अनि आज लाएर आएको म कसैले अब जानुपर्ने हुन्छ अब भाजीसँग म भिडियो बनाउन अलिक गाह्रो हुन्छ तल गएर बनाउँछु भिडियो सिसी गएर खाना बनाउनु पर्ने हुन्छ नि त फेरि मम्मी बाबाहरू एकैछिनमा आइपुग्नु भयो भने त अनि जाँदा खाना रेडी भएन अन्त फेरि पनि गाली खान्छु म अघि पनि देखिहाल्नु भयो अलिअलि त गाली खाइहालेँ त्यही भएर अब टक्कसँगले सुई जानुपर्ने हुन्छ एकजना भाइ पनि उहाँ भ्यू खेल्नु आएको रहेछ उसको मम्मी दाइहरू चाहिँ अगाडि आउनु भएछ तर उसको मम्मी र दाइ चाहिँ माथि खेल्न जानुभएछ यो भाइले चाहिँ यहाँ होला सम्झेर यहाँ यो खेल्न थालेछ उनीहरूको भ्यू पनि 2 ठाउँ छ नि त अनि अब चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ तल घरसम्म अहिलेलाई चाहिँ बाई बाई मैले चाहिँ यहाँ भाइलाई भेटेर एउटा कुरा सोध्न मन लाग्यो अनि भाइ गर्लफ्रेन्ड छ कि छैन बुढी चाहिँ घरमा छ हामी चाहिँ भ्यू गोठालो 4 जना भइसक्यौँ बाटोमा आउँदै 2 जना बुइनेहरूले पनि भेट्यो अहिले हामी 4 जना भइसक्यौँ पछाडि पनि कतिजना होला मान्छेहरू भाइ र म चाहिँ हाम्रो गाउँको खेमपालुङदो भन्ने ठाउँमा आइपुग्यौँ अनि 2 जना बुइनेहरू चाहिँ पछाडि बिसाएछ आइपुगेको छैन हामी चाहिँ यहाँ आएर पुरा पसिना भएर भिजेर बसिरहेको छौँ अब जानुपर्ने हुन्छ बिस्तारै तर बहिनीहरू बिस्तारै आउँछ उनीहरूको पनि भिडियो बनाइदिनु पर्यो भिडियो बनाउँदै बहिनीहरू पनि आइपुग्यो यहाँ माथि निस्किँदैछ भाइरमा चाहिँ पसिना भएर भिजेर बसिरहेको छौँ पुरा यहाँ मान्छे कालो हल्का जुङ्गा पलाएको छ बहिनीहरू पनि आइपुगिसक्यो टक्कसँगले
भिडियो नगर भनेर कराइरहेको छु ठिक छ केही छैन हामी 4 जना बिउ गोठाले आज सँगै भइयो भाग्दैछ एउटा बहिनी अर्को बहिनी माथि आउँदैछ बहिनीहरूले पनि यहाँ पर बिसायो हामी अब एकछिन बिस्छौँ अनि हामी जानुपर्ने हुन्छ घर गएर खाना बनाउनु पर्ने बिचरा हाम्रो बहिनीहरू पसिनै पसिना भएर बसिरहेको उभरै घाम लागिरहेछ नि त त्यही भएर पसिना त आइहाल्छ भारी बोक्दा त्यही भएर बाई बाई गाइस अहिलेलाई चाहिँ यति नै भिडियो फाइनल्ली गाइस म चाहिँ घर आइपुगिसकेँ बिउ चाहिँ यहाँ छ अनि अब चाहिँ आज चाहिँ भिडियो म यति मात्र बनाउँछु होला अनि दिउँसो पनि बनायो भने अर्को पार्टमा हाल्छु अन्त दिउँसो बनाउनु पाउँछु पाउँदिनँ दिउँसो भिडियो बनाउनु पायो भने चाहिँ अर्को पार्टमा त्यो भिडियो चाहिँ हाल्छु आज यो भिडियो चाहिँ बिहानको मात्र हाल्छु म फाइनल्ली घर आइपुगिसक्यो अब खाना बनाउनु पर्ने हुन्छ अब आजलाई यति नै बाई बाई गाइस